धन्यवाद छ परमेश्वर बुवा तपाईँलाई फेरि पनि म धन्यवाद चढाउँदछु। तपाईँको अनुग्रह आशिष मसँग हरेक दिन रहन सकेको होस् परमेश्वर बुवा। तपाईँको अनुग्रह आशिषले मलाई भर्नुभएको होस्। धन्यवाद दिन्छु परमेश्वर बुवा, तपाईँले यो स्वर्ग पृथ्वी सृष्टि गर्नुभयो हाम्रो निम्ति। तपाईँले यो ब्रह्माण्ड सृष्टि गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। धन्यवाद छ परमेश्वर बुवा, तपाईँले मलाई यस्तो राम्रो सुन्दर देशमा तपाईँले मलाई जन्म दिनुभयो। म गर्वको साथ भन्दछु परमेश्वर बुवा, मलाई तपाईँले असल देशमा तपाईँले मलाई सृष्टि गर्नुभयो। यो देशको निम्ति म प्रार्थना गर्दछु परमेश्वर बुवा, यो देशमा तपाईँको अनुग्रह आशिष पर्न सकेको होस्। जुन चेन्ज परमेश्वर बुवा जनताहरूले खोजिरहेको छ, जुन चेन्ज परमेश्वर बुवा अब आउन आँटेको छ परमेश्वर बुवा, त्यो चेन्जले चाहिँ यो देशमा परमेश्वर बुवा तपाईँले शान्ति सुरक्षा तपाईँले ल्याउनु भएको होस्। यो देशमा परमेश्वर बुवा कसैले पनि एक छाक खानको लागि चाहिँ भौतारिनु नपरोस् परमेश्वर बुवा। यो देशमा तपाईँले हरेक युवालाई तपाईँले रोजगारी दिलाइदिनु भएको होस् परमेश्वर बुवा। यो देशबाट परमेश्वर बुवा जति पनि कुलतका कुराहरू छन् परमेश्वर बुवा, जति पनि यो नराम्रा चिजहरू छन् परमेश्वर बुवा, योबाट चाहिँ तपाईँले छुटकारा दिनुभएको होस् परमेश्वर बुवा। हो परमप्रभु परमेश्वर, यो देशलाई तपाईँको खाँचो छ परमेश्वर बुवा। यो देशको अनुग्रह तपाईँको हातमा छ परमेश्वर बुवा। यो देशमा परमेश्वर बुवा तपाईँले चेन्ज ल्याउनु भएको होस् परमेश्वर बुवा। यो देशमा तपाईँको अनुग्रहले तपाईँले भर्नु भएको होस्। हो परमप्रभु परमेश्वर, यो देशमा राम्रो विकासहरू हुन सकेको होस् परमेश्वर बुवा। आज थुप्रै बालबालिकाहरू, आज थुप्रै मानिसहरू आज सडकमा हिँडिरहेका छन् परमेश्वर बुवा। आज थुप्रै मानिसहरूले एक छाक खान पाएका छैनन् परमेश्वर बुवा। उनीहरूको जीवनमा तपाईँले सहायता गर्नुभएको होस्। उनीहरूलाई एक छाक चाहिँ तपाईँले जुटाइदिनु भएको होस् परमेश्वर बुवा। हो परमप्रभु, तपाईँले नै सहायता गर्नुभएको होस्। हरेक कुरामा तपाईँको अनुग्रह आशिष पर्न सकेको होस् परमेश्वर बुवा। यो देशमा तपाईँले शान्ति सुरक्षा ल्याउनु भएको होस्। यो देशमा परमेश्वर बुवा तपाईँले विकासका कुराहरू तपाईँले अब बढाउनु भएको होस्। यो देशमा परमेश्वर बुवा तपाईँले सहायता गर्नुभएको होस्। हरेक कुरामा तपाईँलाई नै धन्यवाद चढाउँदै अब म यहाँबाट जानेछु परमेश्वर बुवा। हरेक कुरामा, मलाई यो हरेक दिनमा परमेश्वर बुवा तपाईँले मलाई सहायता गर्नुभएको होस्। मलाई हरेक क्षण परमेश्वर बुवा तपाईँको खाँचो छ परमेश्वर बुवा, तपाईँले नै सहायता गर्नुभएको होस्। धन्यवाद चढाउँदै माग्दछु यीशु प्रभुको उच्च र पवित्र नाममा, आमेन।